Hello. Magkano lang yung lawan ko sa trip? Ya baru ini tahu nama. Tim barang jauh. Boleh katakan. No. Cari mas. Ada. Cari tanggal. Pwede bata kang matro. नहीं नानले थे रेनू पाल पाते हैं के बोले भाइ के बोले के छ थाहा पाबी बोले Principal त गर्छन् तर आज यदि हाम्रो स्टुडेन्टहरू कस्तो हिलो पनि हुन्छ कि अहिले बुटल गेट भनेर पराइ भनेर के गर्नु पर्यो Ciao. मसल्ला Wala. बिहानको 7 बजे भात खाने व्यक्ति पनि खानु पहिले सरहरू मात्र किन्दै हुनुहुन्छ यो विटनगरको भन्छन् त्यसरी हेर्न सक्नुहुन्छ खाएसँगै हामी हाम्रो यात्रातर्फ लाग्यौँ क्या त्यसरी ग्राममा कलकत्ताले ल्याएर खाइन्छ फेरि पत्र पिलेर नि कस्तो बस्यो भने मेरो
पुलिसहरू मामाहरू बस देखिन देखिरहेछ मामा बस्नु त्यही भएर हिँड्दै आएको मामा मामा मेरो मामा कति प्यारो छ मामा मामा मेरो मामा Are you comedy me? Around climate. Climate is best, right?
ल एउटा हजुरहरूलाई मैले रहस्यमय कुरा भन्छु नि त्रिशुली भन्ने त्यो काठमाडौँ जाने बाटोमा मात्रै लाग्छ होला तर हाम्रो होटलमा पनि छ हो त्रिशुली त त्रिशुली तर यो चाहिँ चरङ्गेको त्रिशुली हो है यहाँ चरङ्गे पुल दामी छ मोस्ट अफ द कपल्स फ्रम रिजनल एरिया अब इङ्ग्लिस मिलेन होला पानीमा चाहिँ हो यस्तो छ हालत पानी छैन त्यत्रो पानी आएर पनि बाटो त हो अपलोड गर्न सक्नुहुन्छ हाम्रो बाटो यस्तो बाटोमा पहिरो खसेको रहेछ राति थाहा थिएन कि पहिरो गइरह है अब एसी दिइसकेपछि त रिजल्ट आइहाल्छ मेरो एसीमा पनि ए प्लस आयो त मलाई हजुरले लड्डु बनाउन बिर्सेछ कि कस्तो राम्रो लेखेको त्यही पनि त मेरो एसीमा ए प्लस आयो हिजो रिजल्ट आयो नि त नहीं झूठ बोल रहा है नो 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 आई एम टेलिंग यू शपथ मैले अब लड्डु खुवाउन कसैलाई पनि पाएन यो देख्दा देख्दै आज त म त यतै घर बनाएर बस्नु जस्तो भइसक्यो है त्यो चाहिँ कन्स्ट्रक्सन भइरहेको यहाँ बाटो निर्माण चाहिँ मात्र लाग्छ बहन डर गई बाटो त बढी तेज ब्रो बिर्किन्छ कि हामी त जान्छ बाटो देख्दा देख्दा राम्रै जाने हामीलाई डर लाग्यो ल राइडर साहब हो गयो ल हामी यताबाट जानुपर्ने हुन्छ अब ल गइहाल्यो बाइक त एकजना त गइहालिन्छ नि I like the view. हाम्रो लास्ट डेस्टिनेसन भनेको चाहिँ यही होटल हो बाइकसम्म है हिँडेर जानुपर्ने हुन्छ र दिदीको होटल पनि यसो भाइरल गरिदिउँ ल बाई त्यहाँ 2 ठाउँ हिँड्यौँ यस्तो बाटो त फेरि दामी हो के गाउँमा आएको नि हामी चाहिँ बहिनी एउटा गाना थियो त्यो के अरे म झोला बोक्न त पर्फेक्ट हो कि यस्तरी खतरा स्नेक्स आउँछ होइन यस्तो हरियो घाँसहरूमा त त्यो हर्रे बरु हुन्छ कि त्यही भएर हो कि मैले गाईहरू जुत्ता लाएर हिँड्ने कारण खोला छैन ल ल भैँसीको दुध खानु छ भने आउनु तर दिन्छ कि दिन्न मलाई थाहा होइन अरू कोही घरको मैले त्यसो भैँसीको वाउ द्याट्स कल के भन्छ अरे गौमत ल ल के पाक्ने बेला भयो ए यो उस होइन इट्स कल पाइनएप्पल ट्री जसले पनि ठेलामा मात्रै किनेर खानुहुन्छ नि जसलाई थाहा छैन पाइनएप्पल कसरी फल्छ यस्तो हुन्छ है बुटो होइन आजभोलिकोलाई धेरै छ नि त दुध कसले दिन्छ डेरीले भैँसीले दिन्छ नि त थाहै छैन मलाई थाहा म त गाउँमै बसेर दुध भैँसी दुहेर बेउती घिउ दही मही खाएर हुर्केको मान्छे हो यार नपत्ताउनेहरूलाई त केही भन्न सक्दैन हामीले देख्यो भने बताएन नि अब तिमीले कोरिया देखेछौ अमेरिका देखेछौ देखेको छैन जस्तो कुरा म झुट बोल्दिनँ तर तिमीलाई बिलिभ त छ नि त्यहाँ छ भन्ने के छ अमेरिका छ भन्ने छु होला
होला हो कि आफूले खै कोही पुगे छैन कहीँ पनि ल सबैलाई के भन्छ अरे गाउँमा घर मनपर्छ नि अब यो बाटो देखेपछि जान मन लाग्छ कि लाग्दैन कृपया कमेन्ट गरेर बताइदिनु होला हामीलाई त पाइन्न वाउ इट्स खोला बाटोहरू खतरा छ बोल्दा त यसो शुद्ध बोले नि हुन्थ्यो के ढुङ्गा चिप्लिन सक्छ अरे यही गर्नलाई हो मैले ब्याचलर पढाएको नाइ योर फादर बी लाइक दिस हेर्नुहोस् है ढुङ्गा खोला नाला ल हामी हिँडिरहेको छौँ आफ्नो गन्तव्यतिर हाम्रो सुटिङ स्पोट कर्मा सिरियलको अनि यो चाहिँ बुढाबासको खोला हेर्नुहोस् उहाँ खोलाहरूमा आन्टीहरूले कपडा धुँदै हुनुहुन्छ यहीँ फोन खसाल्ने भने के हुन्छ अरे ल यो जनताजहरूले त मलाई छोडेर गइसक्यो नि त यस्तो हुन्छ खेतहरू हेर्नुहोस् यहाँ त सास फुलिसक्यो यहाँ अर्डर गर्दै हुनुहुन्छ है हाम्रोमा होम डेलिभरी सेवा जान्छ त्यही भएर कसले गरेको रे गफ केराको बुटो मात्रै छ केरा छैन यहाँ चाहिँ टावरको समस्या भएको हुनाले पनि यस्तो गर्नुपर्छ फाइनली हामी हाम्रो डेस्टिनेसनमा आइसक्यौँ हाम्रो घर नमस्ते के खानुभयो मकैलाई इङ्ग्लिसमा के भन्छन् नाइस इङ्ग्लिस पास भयो र दुईजना हेलो सर नमस्ते तपाईँ त धेरै खुसी हुनुहुन्छ अरे नि म त खुसी छु किन अब हाम्रो सिरियल ट्रेनिङमा परेको छ सिरियल त कुनै पनि छैन सबै सर्ट छ होइन ट्रेनिङमा वाह त्यसलाई अरू चाहिँ यसो दिनमा पार्नु पाए हुन्थ्यो भन्ने पनि छ हाम्रो सुरुको उसै सर नमस्ते यता हेर्नुहोस् प्रिडिक्सन गरेर हो कि प्रिडिक्सन गर्नुहोस् जानुहोस् त अहिले लिङ्कमा कमेन्ट गर्नु सर नमस्ते नमस्ते मकै खाँदैछु आन्टीले यहाँ अर्ग्यानिक जाँड बनाउँदै हुनुहुन्छ कसैले खान मन छ भने आन्टीलाई सम्पर्क गर्नु नम्बर पनि राखिदिनु यहाँ हाम्रो दिदीले चाहिँ जाँड पकाउँदै ऊ पकाउँदै गर्नुभयो कसरी दिदी रक्सी कसरी छ रक्सी कति रुपियाँ गिलास छ दिदी 50 रुपियाँ गिलास 50 रुपियाँ गिलास यो बियर खाने 100 रुपियाँ गिलास हो 100 रुपियाँको गेमे भनेको मौवालाई 100 हो भाइ तिमीले लिग है म सुरज लगाइदिएँ उताबाट पर पिस 35 रुपियाँ छिट्छ पनि मेरो हात पोलो आफ्नो मुडी हुन् के हो कपडा नभए नजिकबाट हो र अन्त उहाँ पल्लो टुप्पो पुग्यो
जे जवाब दिने हो त्यस्तो त होइन यताको त भएको सजेसनमा गाइस विशाल भर्ता हेर्नुहोस् गाइस विशाल वर्षाका कारणले हाम्रो सुटिङ रोकिएको छ अनि त सम्पूर्णमा नमस्ते। यो देवदा नगरपालिका वार्ड नम्बर 6 मुडाबास। हामी यहाँ सुटिङमा आयौँ। हामी वारीबाट पारी जान सकेनौँ आज। खोला यस्तो बढिरह मान्छे। अब हामी सुटिङ गर्न आएको यहीँ रोकेछौँ। यहाँ भोट माग्न आउँदाखेरि नेताहरूले के भन्नुहुन्छ, फुल राखिदिन्छु ह्यान त्यान भनेर। अब यहाँको मान्छेहरू यति बेला बिरामी भयो भने हस्पिटल जानलाई एउटा बाटो पनि छैन, पारी जानलाई एउटा पुल पनि छैन। लाइक अब के सोच्नुहुन्छ यहाँ आउँदाखेरि भोट माग्दाखेरि के भन्नुहुन्छ? खै अब नेपालको सबै ठाउँमा यस्तै हालत छ कि यहाँ मात्र हो कि खै म त बुझ्नै सकिनँ। गहरा है पानी परेर अनि खोला तर्न सकेनौँ। खोला बढेर 2 घन्टा त्यसपछि बाई बाई।